क्वेसन नम्बर 18 मा एउटा मेसिन 55,000 मा खरिद गरेको छ र त्यसको कोस्ट 5,000 प्लस लागत गरी 60,000 खरिद गरेको छ भने त्यसलाई 15% डिप्रिसिएसन काट्ने र त्यसले 2018 मा लास्ट डिसेम्बरमा 35,000 मा बिक्री गरेको छ भने अब त्यसको डिप्रिसिएसन लस प्रफिट निकाल्ने। त्यसपछि फेरि एन अदर मेसिन वाज पर्चेज 62,000 मा खरिद गरेको छ। अब त्यसको डिप्रिसिएसन हेर्नु। यहाँ जुलाईमा खरिद गरेको 60,000 को 15% को अब 6 महिनाको 4,500 हुन्छ र त्यसलाई ब्यालेन्स बिडी गर्दा 55,500 आयो र त्यसलाई फेरि बट डाउन गरेर त्यसको डिप्रिसिएसन 2017 मा काट्ने। 1 इयरको 55,500 को 15% गर्दा 8,325 र त्यसलाई ब्यालेन्स बिडी गर्दा 47,175 आएको छ भने अब त्यसको डिप्रिसिएसन 2018 मा चैत्रमा काट्दा 7,076 हुन्छ। अब त्यसलाई 2018 मा 35,000 मा बिक्री गरेको छ भने त्यसको डिप्रिसिएसन सम्पूर्ण यहाँ घटाउने। 60,000 बाट 4,500, त्यसपछि 8,325, त्यसपछि 7,076 गर्दा सम्पूर्ण 40,099 आउँछ भने सेल्स 35,000 गरेको छ भने 599 आएको छ। त्यो भनेको हाम्रो लस हो, किनकि हाम्रो सेल्स 35,000 गरेको छ, त्यसको डिप्रिसिएसन गरे बापत 40,099 आउँछ। अब फेरि त्यही मितिमा 2018 चैत्रमा 62,000 को सामान खरिद गरेको छ भने त्यसको डिप्रिसिएसन 2019 मा काट्ने हो भने 62,000 को 15% को 9,300 आउँछ। अब त्यसलाई बट डाउन गर्ने र यहाँ हाम्रो 52,700 आएको छ। यसरी डिमिनिसिङ ब्यालेन्स मेथड डिप्रिसिएसन हाम्रो आयो। यहाँ बुकमा हेर्न सक्नुहुन्छ। लस आएको छ 5,099 र त्यसको ब्यालेन्स 52,700। यहाँ 52,700